हेलो एभ्रिवान, दर्शक नमस्ते, शिवारो गुड आफ्टरनुन। आज पनि म बिरे लिम्बू हजुरहरूमा आज एउटा भिडियो लिएर आइसकेको छु। आज चाहिँ यहाँ मेरो पछाडि देख्नुहुने लुङ्गालाई चाहिँ एउटा ठाउँ लान्छु भनेको थिएँ। त्यो ठाउँमा म अलरेडी 2-3 चोटि पुगेर आएको। उहाँ पनि साह्रै रहर गर्नुभयो त्यो ठाउँ जानको लागि। एकदम भाइरल मल है एभ्रिवान। त्यसमा चाहिँ लुङ्गालाई लिएर जाँदै अब आज छुट्टी हो। छुट्टी यसरी माउन्टेन ड्यू खायो, एनर्जी ल्यायो। छुट्टीहरू यसरी सकिन्छ एभ्रिवान। यो भिडियोहरू धेरैभन्दा धेरै सेयर गरेर लाइक कमेन्टहरू कुदाउनु होला। हस्त धन्यवाद। अर्को भिडियो अर्को ब्लगमा हेर्नु पाइन्छ एभ्रिवान। हामी चाहिँ फाइनली आइसक्यौँ है यो ठाउँमा। पछाडि मेरो लुङ्गा एकदम खुसी भइरहेको। कस्तो फिल भयो लुङ्गा? एकदम आनन्द, खुसी, मनदेखि नै एकदम। बाचाहरू त पुरा गरेँ नि मैले। कस्तो लाग्यो यो ठाउँहरू? एकदम भाइरल ठाउँ है। मलेसिया जोरबारु जेबीको चाहिँ एकदम राम्रो, खुसी होइन। पारिपट्टि सिङ्गापुर अनि यतापट्टि चाहिँ हेर्नु सक्नुहुनेछ। यो चाहिँ मल हो। कति साथीहरूको टिकटकहरूमा यही मल देखिन्छ है एभ्रिवान। के कस्तो लाग्यो त आजको घुमाइहरू, छुट्टीहरू लुङ्गा? आजको छुट्टी चाहिँ सधैँको भन्दा अलिक एकदम रमाइलो, अलिक खुसी। त्यसैले बिरेसँग छुट्टी बस भनेको। किनकि एभ्रिवान म चाहिँ छुट्टीमा यताउता घुमिरहेको हुन्छु। किनकि यसो ब्लगहरू बनाउँदै होइन। अनि अस्तिको छुट्टीमा त हस्पिटलमै सकियो। यो पालिको छुट्टीमा चाहिँ यता घुम्दै यो ठाउँमा चाहिँ हाम्रो लुङ्गालाई ल्याएको र एकदम राम्रो। पछाडि हेर्नु त समुद्र हो। यसो कहिलेकाहीँ मनहरू भारी भएको बेलामा चाहिँ यहाँ आएर मस्त हावा खानु चाहिँ मजा हुँदो रहेछ एभ्रिवान। हजुरहरू पनि को यहाँ नजिकैबाट यो भिडियोहरू हेर्दा हुनुहुन्छ भने एकचोटि आउनु होला एभ्रिवान। हस्त धन्यवाद। शिवारो।